नमस्ते सम्पूर्णमा। आजको एउटा कथा यहाँहरूसँग सेयर गर्न मन लाग्यो। केही दिनदेखि मलाई एकजना बिरामीले बुटवलबाट सम्पर्क गर्न खोजिराख्नु भएको थियो। मेरो अपोइन्टमेन्ट लिन खोजिराख्नु भएको थियो। संयोगले आज त्यो अवसर जुर्यो। उहाँले आफूसँग चाहिँ 21 वर्षको एकजना भाइ लिएर आज यता मेरो हस्पिटल आउनुभयो। समस्या चाहिँ त्यो भाइमा प्रेसर बढेको रहेछ। माथिको प्रेसर 160 देखि 170, तल चाहिँ 100। मात्र 21 वर्षको उमेरमा हाई प्रेसर। अझ अप्ठ्यारो लाग्ने कुरा चाहिँ अप्ठ्यारो कुरा के भएको रहेछ भन्दाखेरि चाहिँ उसलाई प्रेसरको औषधि सुरु गरिसकेको रहेछ। उतै जचाएर काठमाडौँ जचाएर चाहिँ प्रेसरको औषधि सुरु गरिसक्नु भएको रहेछ। औषधि पनि हाई डोजमै खाइराख्नु भएको थियो त्यो सानो भाइले। औषधि खाँदा खाँदै पनि त्यो भाइको प्रेसर कन्ट्रोलमा थिएन। आज मैले प्रेसर जाँच्दाखेरि 160, तल चाहिँ 90, 95 सम्म हुन्थ्यो। र अप्ठ्यारो कुरा के चाहिँ भयो भन्दाखेरि प्रेसरको औषधिको साइड इफेक्ट पनि देखिन सुरु भइसकेको थियो। कमजोरी महसुस हुने, बेला बेलामा चाहिँ प्रेसर अनावश्यक रूपमा घट्दिने, रिङ्गटा लाग्ने, बसेर उठ्दाखेरि अँध्यारो देख्ने, कमजोरी महसुस हुने। उसको प्रेसर कन्ट्रोल गर्नलाई प्रेसरको औषधि कसरी थप्ने भन्ने चाहिँ एउटा दुविधात्मक चाहिँ एउटा अवस्था थियो। र विशेष गरी यस्तो उमेरमा प्रेसर बढ्दाखेरि चाहिँ हामीले जहिले पनि सेकेन्डरी हाइपरटेन्सन हो कि होइन भनेर चाहिँ यसलाई हेर्ने गर्छौँ। सेकेन्डरी हाइपरटेन्सन भन्नाले चाहिँ ठोस केही कारणहरू हुन्छन् जसको कारणले चाहिँ प्रेसर बढिरहेको हुन्छ। त्यस्तो कारणलाई चाहिँ पत्ता लगाएर त्यसको उपचार गरेको खण्डमा चाहिँ प्रेसर पनि घटेर जान्छ, ठिक भएर जान्छ र औषधि पनि बन्द गर्न सकिन्छ। यो 100 जनामा 5 जनालाई मात्र यस्तो किसिमको प्रेसर हुने गर्छ। र आज यसको जाँचहरू गराएको छु र प्रेसरको औषधि अलिकति मिलाएको छु। अलिकति गाह्रो सिचुएसन, औषधिको साइड इफेक्ट देखिसकेको छ, कमजोरी महसुस भइरहेछ, तर पनि प्रेसर कन्ट्रोलमा छैन। र आज मैले औषधि मिलाइसकेपछि चाहिँ म आश गरिरहेको छु होपफुली यो बिरामीको प्रेसर चाहिँ कन्ट्रोलमा होस् र उसको चाहिँ कुनै कारण छ भने त्यसलाई पत्ता लगाएर त्यसको उपचार गर्न सकौँ। यो कुराबाट, यो स्टोरीबाट चाहिँ थुप्रै कुराहरू होपफुली यहाँहरूले चाहिँ सिक्नुभयो होला, बुझ्नुभयो होला। जानकारीमूलक लागेमा चाहिँ सबैजनामा सेयर पनि गर्नु होला है त। नमस्ते।